सबै विनाश हुँदैछन् इन्डिया नै तस नस हुन्छ म हजुरलाई धेर भन्दिनँ यही 82 साल उताको 25 होइन यही 25 मै इन्डियामा कति विध्वंस हुँदैछ किनभने त्यो मरेको मान्छेलाईसम्म यिनीहरूले शान्ति दिएनन् क्या पशुपतिनाथमा आगो लाग्नु गुरु गोरखनाथको त्यहाँ रोटोको गण्डमा आगो लाउनु भनेको नि यो महा अनिष्ट हो हेर्नु विश्व विध्वंस हुन्छ रक्तपात अनिष्ट हो कि यो विनाश हो भनेर सङ्केत देखाएको र त्यसलाई पनि जसले लगायो या आफै लाग्यो होइन भगवानले त तपाईँ हामीले भनिन यिनीहरूलाई त कानुनले जोगाउला वकिलले जोगाउला पुलिसले जोगाउला तर वैदिक सनातनको जुन हाम्रो ब्रह्माण्डमा लागेको सीसी क्यामेरा र दरबार सिद्धिनुमा पनि यही प्रकृति नै मासेर हो म त भन्छु म भनिन मलाई 3 टुक्रा मारेर बरु बस तर मेरो देशका जनताले पनि दुःख पाउन् जनता भन्दा हामी सबैले दुःख नपाउँ तर मेरो देश बस्नुपर्छ क्या मेरो त हाम्रा पुर्खाहरूले एक घुरको पानी खान नपाएर लडेका मरेका छन् नि आज यिनीहरूले सीमा नबेच्ने होइन उहाँलाई सङ्केत भइसक्यो उहाँको चाहिँ त्यहाँ उहाँलाई फ्रिक्वेन्सी गइसक्यो र पनि किन त उहाँका अगाडि पछाडि त भरौटेहरू छन् होइन कार्यकर्ताहरू छन् झोलेहरूले चाहिँ सतर्क गरिरहेछन् कुन बेला चाहिँ सत्य देवी चढेको बेला बग्या हो उहाँले हो अब अनिष्टै छ देशमा सम्माननीय प्रधानमन्त्रीले पनि नै हार खाइसके एकदमै हार खाइसक्नुभएको छ भोलि गएर यहाँ तितार बितारबाट मर्ने छ नि हुन्छ नसकेर सेनालाई नि बुझाउन सक्नुहुन्छ कि त दरबारलाई बुझाउन सक्छ यो नासो हो नि त उहाँको पेवा हो बुझाउन पर्छ उहाँले त तर अब यो देशमा सत्यको उदय हुन्छ राजा पनि चान्चुन हुँदैन हेर्नु हजुरले विश्वमा 8 अर्ब छन् 8 अर्बले मान्ने राजा हुन्छ विश्वको शिर हाम्रो नेपाल हो माउन्टेन एभरेस्ट हो होइन म बोलिरहन्छु होइन त्यही भएर केपी बा भनेको गुरु गोरखनाथ बाबाले नै दाई गर्न ल्याएको हो है तर सत्य उदय हुन्छ अब यस्तै सत्यवादीहरूको उदय हुन्छ यस्तै कमिटी बन्छ मैले जहिले पनि भनिरहन्छु आकाश तत्त्व भनेको नाग हो पृथ्वी तत्त्व भनेको नागिन हो आकाश तत्त्व भनेको पुरुष हो र नागिन तत्त्व भनेको महिला हामी नारीहरू हो त्यही भएर जति पनि आकाशबाट झर्छ पृथ्वीमै झर्छ पृथ्वीलाई जति गाह्रो छ नि त्यति हामी मनुष्यलाई छैन त्यही भएर हामीले प्रकृति मास्नु हुँदैन प्रकृतिलाई जति हामीले रक्षा गर्छौँ त्यति मनुष्यको रक्षा हुन्छ धर्म रक्षित भन्ने त हजुरलाई थाहै छ त्यही भएर हामी सारा सृष्टि केही पनि मास्नु हुँदैन सबै भगवानले सृष्टि गरेको चिज हो कसैलाई पनि हामीले मार्नु हुँदैन कसैले पनि मास्नु हुँदैन उहाँकै अधीनमा छ उहाँको अधीन चलेछ अब जस्तै हजुर अहिले उज्यालो भइरहेछ रात पर्छ के हजुरको ऊ हो त हजुरको बटम हो त होइन नि अहिले हामी चराचुरुङ्गीहरू संसार चारो खोज्न बिहान उड्छन् बेलुका आफ्नै गुणमा फर्किन्छन् त्यो अलम ब्रह्माण्डको अलम लागिरहेको छ मनुष्य जीव जन्तु चलिरहेछ केही चिजको पनि हत्या गर्नु हुँदैन र हजुरले सिन्धुपाल्चोकमा नाग मारेको थियो त्यहाँबाट एकदम त्यहाँ अनिष्ट भयो त्यहाँ विनाश भयो के भयो नि त्यो त हामीले भोगेकै कुरा हो देखेकै कुरा हो त्यहाँका जनताले अझ भोग्नु भएको कुरा हामीले त देखेको कुरा हो र पनि जस्तो भगवानले हजुरहरूलाई एउटा बाणी दिनुभएको छ तपाईहरुले यही नै भन्नुभएको छ हैन देशमा यसो अनिष्ट हुँदैछ यस्तो हुँदैछ अथवा राज्य नै अलिकति सतर्क रहनुपर्छ यसो विधि छ है भनेर भन्नुहुन्छ तर केही आम भक्तहरूले पनि पत्याइदिँदैनन् भक्तहरू त आफ्नो ठाउँमा छँदै छ र राज्यले पनि कुरा सुन्दिदैन हजुरहरू कस्तो लाग्छ त्यतिखेर एकदम सही प्रश्न गर्नुभयो बाबु वास्तवमा अहिले त्यही छ अहिले हाम्रो वैदिक सनातन हिन्दू राष्ट्र धर्म मासेर अहिले हैन अब अहिले धर्मनिरपेक्ष बनाइएको छ त्यसमा हेर्नुस् गौमाताहरूको हत्या भइरहेछ गौमाताहरू रातारात सिमाना भएर सबै बाटामा छोडेका नन्दीहरू सबै यो के भन्छ दैलेको भएर उता पाकिस्तान हुँदै हैन बंगलादेश हुँदै गएको छन् हामी हाम्रा बाबुआमालाई चाहिँ स्याहार सुसार गर्छौं ती पनि हाम्रा बाबुआमा हो नि त पशु पन्छी ती नन्दीहरू हाम्रा हुन् शिवको नन्दी त्यसै बनेको छन् जसले हामी संरक्षण गर्छौं नि अनि प्रकृतिले हामीलाई संरक्षण गर्छ जब हामी प्रकृतिलाई मास्छौं नि त्यसै गरी प्रकृतिले फेरि हामीलाई मास्छ यो ब्रह्माण्डमा लागेको सीसी क्यामेराले हामीलाई हेरिरहेको छ नि त अनि त्यही भएर
यसरी कुनै पनि जीवजन्तुको हत्या गर्नु हुँदैन, संरक्षण गरौँ। ठिक छ हजुरहरूलाई खानुपर्छ भनेदेखि होइन, तर आफ्नै घरमा काट्ने हो कि के गरेर काट्ने, तर देउताको नाममा नकाटौँ। देउताले कहिले पनि यस्तो हत्या हिंसा गर भन्नुभएको छैन। अब वैदिक साना विश्वमा 8 अर्बले मान्ने देश हुन्छ, विश्वमा 8 अर्बले मान्ने धर्म हुन्छ भने नि विश्वको सगरमाथा भनेको हिमालय हाम्रो माउन्टेन एभरेस्ट हो होइन। त्यहाँबाट विश्व झुक्छ, विश्वले मान्ने राजा पनि हुन्छ, तर राजा पनि वैदिक सनातन धर्मभित्रबाट राज्य गर्नुपर्छ। पहिला जस्तो शिकार गर्न पाइँदैन, पहिला जस्तो हत्या गर्न पाइँदैन। गुरु गोरखनाथ, म त अब गोर्खाको ऊ हो है, आशीर्वाद पाएको गुरु गोरखनाथ बाबाको दायरामा बसेर राज्य हुन्छ। तर सत्यको समय उदय हुँदैछ, असत्य विनाश हुँदैछ। तपाईँ हामीले चाहनु पर्दैन, बस तपाईँ एउटा मनले पुकारिदिनुहोस्। त्यसको सबैभन्दा संसारमा ठुलो धर्म, ठुलो मन्त्र, ठुलो यन्त्र भनेको नि तपाईँले त्यसलाई केही गर्न सक्नु भएन नि, तपाईँले मनमै पुकारिदिनु, हे भगवान् त्यसको रक्षा होस्। माले चाहिँ हाम्रो गोमा माले चाहिँ एउटा के भन्नुहुन्छ भने बलि प्रथाको अन्त्य गरौँ। बलि प्राणी नै हो नि, जसरी उनलाई काट्दा दुख्छ तर बोल्न नसक्ने प्राणी त हो नि, बोल्न सकेन त्यसरी बलि नै चढाउने यो प्रथा चाहिँ अन्त्य गर्नुपर्छ भनेर उहाँले चाहिँ भन्नुहुन्छ। तपाईँलाई चाहिँ के लाग्छ, यो बलि प्रथा अन्त्य हुनुपर्छ कि पर्दैन, राज्यले सुनिदिनुपर्छ कि पर्दैन? यो राज्यले नै सुन्नुपर्छ। प्रत्येक तपाईँ हाम्रो घरमा जन्म यो नारा पुर्याउनु पर्छ, किनभने कसैको हिंसा हत्या गर्नै हुँदैन। सबै प्राणीले बाँच्ने अधिकार छ, सबै प्राणीको यो पृथ्वीमा अस्तित्व छ, सबै प्राणीहरू अटाउनु पर्छ। हामीले कसैले पनि मार्नुहुन्न, कसैको हत्या हिंसा गर्नु हुँदैन। अनि अहिले किन त अहिले लामाहरूले बुद्धिस्टहरूले किन विश्वमा अहिले बुद्धिस्टहरू किन मान्छन् धेरै जस्तो मान्छेले? त्यहाँ हत्या हिंसा हुँदैन। सारा चराचरको उद्धार गर, सारा जगतको कल्याण गर, सारा जगतको रक्षा गर भनेर राजा पनि त्यही किसिमको हुनु पर्यो नि। जस्तै रातदरबारमा घटना हुनुको कारण चाहिँ वन्यजन्तुहरूको हत्या गर्ने, अनि त्यो ठाउँमा हत्या नभइकन त्यो ठाउँमा घटना नघटिकन कहाँ घट्छ त भन्ने टाइपको कुराहरू गर्नुहुन्थ्यो। साँच्चीकै यो हामीले मार्न त हुँदैन, त्यो हामीलाई पनि थाहा छ होइन। त्यो प्राणीको मासु खानु हुँदैन, त्यो हामीलाई पनि थाहा छ। तर पनि हामी गरिरहेका हुन्छौँ, तपाईँहरूले एउटा बानी दिइराख्नु भएको हुन्छ, त्यसो गर्नु हुँदैन भनेर भनिराख्नु भएको हुन्छ। त्यो कारण हामीले व्यवस्था गर्छौँ। आखिर सत्य त यही नै हो, सत्य एकदम यही नै हो, यो ध्रुव सत्य कुरा हो। हजुरलाई जस्तै एउटा प्राणी चर्न जान्छ, मृगै लिउँ होइन, मृगको बच्चा उहाँ एउटा गुफामा एउटा कोठामा बच्चाको हुन्छ, त्यो बच्चा आमा कहिले आउला, दुध कहिले खाउला भनेर बसिरहन्छ। उता आमालाई मार्यो त्यो बच्चाको सम्म ज्यान गयो, आमाको मात्रै होइन त्यो बच्चाको ज्यान गयो। एउटा पन्छी उड्दैछ, हजुरले शिकार खेल्छ, त्यो पन्छी मर्छ होइन, अनि त्यो बिचरा त्यो माउले कतिखेर त्यो चारो ल्याउला र त्यो बच्चाले खान पाउँछ, त्यो बच्चाको समान हत्या भयो होइन। अनि हामी यसरी मनाउनु, धर्म भन्दैमा हामीले ज्ञान नै धारण गर्ने धर्म हो, बुझ्नु भएन? हरेक प्रत्येक चिजले धर्म निभाएको छ। तपाईँ कागती निचार्नुहोस्, कागती अमिलो छ, खोर्सानी खानुहोस्, खोर्सानी पिरो छ, तिनीहरूको पनि आफ्नो आफ्नो धर्म हो। हाम्रो मनुष्यको धर्म पनि हामीले कुनै पनि सृष्टि, भगवानको सृष्टि मास्नु हुँदैन। अहिले जस्तो पछिल्लो समय हाम्रा सम्माननीय प्रधानमन्त्रीले एउटा अभिव्यक्ति दिएका छन्, उहाँले सुन्नु भएको छ कि छैन? उनले चाहिँ के भनेका छन् भने यही आउँदो असार 17 गते देशमा भयावह हुँदैछ अथवा राजनीतिकमा खैलाबैला हुँदैछ, यहाँ जे पनि हुनसक्छ अथवा यो सत्ता नै पल्टिने पो हो कि भन्ने एउटा डर त्रास होइन। एउटा तपाईँहरूलाई मान्न त मान्दा रहेछन् उनले, है मान्न त मान्दा रहेछन् है। आखिर उनले मुख खोले आखिर हारेकै हो नि त्यो। यो असार 17 गतेबाट कस्तो खालको अनिष्ट हुँदैछ अथवा प्रधानमन्त्री जस्तो व्यक्तिले यसरी बोल्नु सही हो या गलत हो, के लाग्छ? धन्यवाद बाबु प्रश्नको लागि। यो मैले आजभन्दा सायद हिमाल अनलाइन टिभीमा इन्टरभ्यू दिएको थिएँ, प्रदीप धामी बाबुले लिनुभएको थियो मेरो इन्टरभ्यू। मैले त्यतिखेर नि केपी बा प्रधानमन्त्री हुनुहुन्थ्यो, अनि त्यतिखेर मलाई गुरु गोरखनाथले आजभन्दा कति 15 वर्ष अगाडि होइन 2065 सालमा बाबाले के भन्थ्यो, यो केपीलाई मैले मियो बनाएर ल्याउने छु, विश्वमा भएका नेपालीहरू आफ्नै जन्मभूमि फर्किनेछन् भनेको थियो। अब केपी बा नै प्रधानमन्त्री भएर आउनु भएको छ होइन। तर सत्यको अगाडि, भगवानको अगाडि केही कसैको केही लाग्दैन, सत्य त हुँदैछ र उहाँलाई पनि भित्र थाहा भइसक्यो क्या।
हैन उहाँका ज्योतिष उहाँले पनि त प्राइभेट ज्योतिष राख्नु पर्छ नि तर यी बानीहरू हजुर किन नसुनेको अहिले अन्तिम अवस्थामा आएर मात्रै उनी खोल्न बाध्य भएका हुन् एकदमै उहाँलाई संकेत भइसक्यो उहाँको चाहिँ त्यहाँ उहाँलाई फ्रिक्वेन्सी गइसक्यो र पनि किन त उहाँका अगाडि पछाडि त भरौटेहरू छन् हैन कार्यकर्ताहरू छन् झोलेहरू छन् झोलेहरूले चाहिँ सतर्क गरिरहेछन् कुन बेला चाहिँ सत्य देवी चढेको बेला बग्या हो उहाँले हो अब अनिष्टै छ देशमा सम्माननीय प्रधानमन्त्रीले पनि नै हार खाइसके एकदमै हार खाइसक्नु भएको छ भोलि गएर यहाँ तितार बितारबाट मर्नेछ नि हुन्छ नसकेर सेनालाई नि बुझाउन सक्नुहुन्छ कि त दरबारलाई बुझाउन सक्छ यो नासो हो नि त उहाँको पेवा हो बुझाउन पर्छ उहाँले त जस्तै राजाले त एउटा जनताको नासो जनतालाई नै बुझाए भनेर त्यसरी एकदम दुःखसँग उहाँले जनताको नासो जनतालाई नै बुझाएर जानुभयो अब यिनीहरूले लुचिरहेका छन् देशलाई हजुर चारैतिरबाट लुचिरहेका छन् र अब छोड्न मान्छन् र यिनीहरूले जसरी राजाले जनताको नासो जनतालाई नै बुझाएका थिए त्यसै गरी फेरि हामीले राजाको नासो राजालाई नै फिर्ता गर्यौँ हामीले भनेर भन्न सक्लान् र एकदमै सक्छ त्यो उहाँले होइन कि प्रकृतिले नै गुरु गोरखनाथको घरमा व्यक्तिमा जागेपछि उहाँ आफै त्यही हुनुहुन्न के गर्दैछु पनि थाहा हुँदैन के बोल्दैछु पनि थाहा हुँदैन होइन पछि उहाँले जे बुझाउन पनि सक्नुहुन्छ यो चाहिँ हामी आशावादी हौँ तर अब यो देशमा सत्यको उदय हुन्छ राजा पनि चान्चुन हुँदैन हेर्नु हजुरले विश्वमा 8 अर्ब छन् 8 अर्बले मान्ने राजा हुन्छ विश्वको शिर हाम्रो नेपाल हो माउन्टेन एभरेस्ट हो हैन म बोलिरहन्छु हैन त्यही भएर केपी बा भनेको गुरु गोरखनाथ बाबाले नै दाइ गर्न ल्याएको हो है तर सत्य उदय हुन्छ अब यस्तै सत्यवादीहरूको उदय हुन्छ यस्तै कमिटी बन्छ नारी शक्तिहरू पनि जागृत हुनुहुन्छ अहिले जस्तो गोमामाले यत्रो गर्नुपर्छ एउटा नारी भएर हेर्न भन्नु न जे भएन अहिले त केही नभए नि 50 51 52 वर्ष हुनु भएन हुनुभयो नि त्यो अवस्थामा पनि त बसेर खाने अवस्थामा किन यो लिनु पर्यो उहाँलाई नि शक्तिले जगायो क्या उठ अब नत्र हामी त एउटा वृद्ध भइसकेको मान्छे त हो नि 50 नागेपछि त हामी अलिकति उमेर खाकै हुन्छ नि र पनि उहाँ चुप लाएर बस्न सक्नु भएन सारा सत्यका नारीहरूलाई बटुलेर आज नागराजाको स्थापना गर्दै हुनुहुन्छ आज भागवत लाउनु भएको छ ए जागा नारी हो त्यो कसले जगायो त उहाँलाई त्यो भित्रको दिव्य शक्तिले होइन तपाईहरुले गर्दै हुनुहुन्छ पूजा आजा गरिराख्नु भएको छ बाणीहरू पनि दिइराख्नु भएको छ हैन सत्यको विजय अवश्य पनि हुन्छ भनेर भनिराख्नु भएको छ पूजा आजा यज्ञ महायज्ञहरू लगाइराख्नु भएको छ भोलि यसको श्रेय चाहिँ कसलाई जान्छ भोलि तपाईहरु जस्ता माता झाँक्रीलाई जाने हो कि अथवा अहिले लिडर गरिरहेका छन् अहिले जनतालाई उचालिरहेका छन् सडकमा ल्याइरहेका छन् तर नेतृत्व गर्न सकिरहेका छैन भोलि यो श्रेय चाहिँ तपाईहरुलाई जाने कि उनीहरुलाई जाने एकदम यति राम्रो प्रश्न गर्नुभयो बाबु धन्यवाद म यो भित्र तपाईले सोध्दा मैले यहाँ मनन गरिसकेका थिएँ सोचिसकेको थिएँ जस्तो एउटा कुलमा एउटा मूलको पानी कुलको नारी छोरी भन्छ नि भन्दैन थाहा त छ नि हजुरलाई हो त्यसै गरेर जति हामीले धर्म कर्म गर्छौं नि एउटा घरमा त्यो 21 कुल पितृ तर्छ एउटा नारी गरेको धर्म 21 कुल पितृ तर्छ र हामी शक्ति देवीले गरेको धर्म नेपालमा रक्षा हुन्छ नि त अनि सत्यको राजा उदय हुन्छ नि त यिनीहरुको विनाश हुन्छ नि त त्यो हो नि त बाबु हामीले गरेको धर्म नि नेपाल आमाको रक्षा हुन्छ असत्यहरुको विनाश हुन्छ नि त जसरी यिनीहरुले भ्रष्टाचार गरिरहेका छन् हजुर है विदेशी ब्याङ्कहरुमा टनाटन पैसा छ 3-4 पुस्तालाई पुग्ने पैसा छ हजुर तर अहिले यो कलियुग भन्छन् मान्छेहरुले एकदमै हो तर मान्नेका लागि सत्ययुग पनि छ सत्य गर्नेका लागि सत्ययुग पनि छ सत्ययुग नै हो यो पैसा जुन पैसा छ नि अथाह पैसा है यिनीहरुले अथवा यिनीहरुका छोरा नातिहरुले प्रयोग गर्न पाउलान् जस्तो लाग्छ कि लाग्दैन मलाई धन्यवाद यो पनि प्रश्न एकदम जटिल प्रश्न हो यिनीहरुले भोग गर्नै पाउँदैन न यिनीहरुले त नाति पनाति जनाति खलातीलाई युगौं पुस्तासम्म थुपारेका छन् हैन त्यो त उपयोग गर्नै पाउँदैन हेर्नु नेपाल आमाले हेरिरहेछ त कहाँ राखेका छन् त यिनीहरु स्विस ब्याङ्कमा छ विश्व अर्ब ब्याङ्कमा छ कहाँ छन् त्यो भोलि त आकाश फाटेर आउँछ धरती फाटेर नै आउँछ हेर्दै जानु अनि त्यो विश्वको धरती एउटै हैन आकाश एउटै हैन यो प्रकृति एउटै हैन विश्व ब्रह्माण्ड पाञ्चानी शक्तिबाट चलेको छैन के अमेरिकामा पर्ने पानी छुट्यो हो नेपालमा पानी पर्ने छुट्यो अनि त्यो के रे त्यो रुसमा लाग्ने हावा छुट्टै हो
त्यहाँ लाग्ने घाम छुट्टै हो अनि यही पाञ्चानी शक्ति होइन त सबै पाञ्चानी ल्याउनुहुन्छ हेर्दैन एउटै भोग यिनीहरूको त दूर दसी गतिले मराउनुहुन्छ तर सम्भावना छ नि राजा आउने एकदमै 100% भनिसके पछाडि अब कसरी राजा चाहिँ कसरी आउने तपाईहरुको यो आध्यात्मिक शक्तिबाट नै अथवा राजा आउने हो कि अथवा जनताले सडकबाटै राजा ल्याउने हो कि जनता आउनेहरुमा छन् यो जनताहरु पनि मैदानमा आउँछन् दिव्य शक्तिले गर्नुपर्ने कार्य सबै गरिरहनु भएको छ हैन अनि त्यसमा पनि अब राजाहरुले पनि अहिले धेरै हेर्नु अब अहिले उहाँ जुम्लामा हो कि कहाँ जानुभयो नि जुम्लामा चाहिँ हाम्रो हिमानी सरकार हिर्देन्द्र सरकार जानुभयो हेर्नुस् अब मलाई हजुर जस्तै पत्रकारले सोध्नु भएको थियो क्या हिर्देन्द्र राजा हुन्छ भन्दा त्यो अमेरिकामा बसेर पढ्नेले त्यहाँ बसेर के बाटोमा बोले यहाँ राजा चलाउँछ भने थियो मैले किन चिन्दैन बाँदरलाई जिम्नास्टिक सिकाउनु पर्छ उ सिद्ध भएको छ उ पनि राजा हुने सिद्धि लिएर आएको छ त्यही भएर उ पनि गुरु गोरखनाथ र हाम्रो आध्यात्मिकको धर्मको दायरामा बसेर राज्य गर्नुपर्छ जे पाइ त्यही गर्न पाइँदैन अहिले पछिल्लो समय त्यही विषयमा कुरा गर्नुपर्दा राजालाई सामान्ती भन्थे हजुर सामान्ती भन्थे तर ती सामान्तीका हातमा अहिले बेलचा छ अहिले त्यो क्रान्तिकारी गरेर यो देशलाई गणतन्त्र ल्याएका छोराहरूको हातमा सुनको बिस्कुटहरू त्यसलाई कसरी हेर्नुहुन्छ अब यो एउटा हजुरलाई एउटा अलिक गरिबलाई नि गरिबलाई तपाईलाई यहाँ लिएर आउनु 84 व्यञ्जन राख्ने उसले खानै जान्दैन क्या के खाने वाम गम खान्छ अनि यिनीहरू पनि जङ्गलबाट आएका होइन जङ्गलबाट आएका एक पेट भरि खान नपाएका अब यहाँ सत्तामा आए जनतालाई जुन गणतन्त्र मरेर ल्याए नि तिनीहरू त अहिले खोरमा छन् कतिको आँखा फुट्याछ कतिको हात खुट्टा भाँच्छ तिनीहरू त कति हस्पिटलमा छन् तिनीहरूलाई केही छैन जो लडेर जो मरेर ल्याए नि गर्ने बेलामा यिनीहरूले गरेका छन् र यिनीहरूको चाहिँ मरण पनि यस्तो नराम्रो हुन्छ हुन त कसको के हुन्छ त थाहा छैन विधिका विधान हो तर जस्तो कर्म गर्छ नि त्यस्तै फल त भोग्नु पर्छ भोको स्यालले जब सिनो पाउँछ नि छाड्दैन त्यसलाई त्यो नसकिन्छ त्यो हजुर वनमा जानु भन्यो नि तपाईलाई बरु त्यो जुगोले रगत चुस भने त्यो जुगो पुर्लक्क लड्छ यिनीहरू त जति भ्रष्टाचार गरे पनि यिनीहरू त नलड्ने पनि रहेछन् नअगाउने रहेछन् अब दिव्य शक्तिले लडाउँछ यिनीहरूलाई बढाउँछ थोरै हाम्रो यता महावीर भीमेश्वर बाबा पनि हुन्छ आज गोरखाली महासँग भेट भएको छ न त तपाईँ हामी बारम्बार कुरा गरिरहेका छौँ आज गोरखाली महासँग भेट भइरहेको छ कस्तो लागिरहेको छ मलाई सर्वप्रथम त एकदमै धन्यवाद उहाँलाई भेट्न पाएर एकदमै खुसी लाग्यो भित्री आत्मादेखि जो तिमी इच्छा गर म पुर्याउँछु भनेर परमात्माले भन्नुहुन्छ भने मेरो भित्रदेखि इच्छा थियो यस्ता एउटा महान नारी जसले देशको पक्षमा मात्रै बोल्छ राज्यको पक्षमा बोल्छ धर्मको पक्षमा बोल्छ सत्यको पक्षमा बोल्छ हैन र देवभूमिको बारेमा बोल्छ यस्ता महान नारीलाई एकचोटि भेट्ने एउटा भित्री आत्मा थियो यो पवित्र स्थानमा आज भेट भयो यसको लागि भगवान शिवलाई मेरो भीमेश्वर मेरो गुरुलाई धन्यवाद दिन्छु गोरखाली माको जुन बाणी हामीले सुनिरहेका मैले त सुन्छु तपाईले सुन्नुहुन्छ जुन बाणी त्यो देशप्रतिको माया त्यो देशप्रति खनिएका त्यो घिमिराहरूको त्यो प्रतिको त्यो आक्रोश कस्तो लाग्छ तपाईलाई योद्धा हो योद्धा प्रत्येक नारी यो भूमिमा यसरी नै जन्मियोस् भनेर म भगवान श्री पशुपतिनाथ र मेरो गुरु भीमेश्वरलाई म प्रत्येक दिन प्रार्थना गरिरहेको छु यस्ता माताहरू जन्मिउन् जसले देशको लागि धर्मको लागि सत्यको लागि मर्न तयार हुन् र सदैव बोलिरहन् जय होस् माताको जय होस् जस्तै अब अन्तिममा पनि छौँ अब थोरै माको पनि कुरा गरौँ जुन गोमामालाई कसरी चिन्नुहुन्थ्यो कि चिन्नुहुन्न र तपाईँले चिन्नुहुन्थ्यो भने कसरी चिन्नुहुन्थ्यो म नि सत्यको खोजीमा छु मेरो नामै सत्यको पुजारी प्रकृतिको पुजारी प्रकृतिलाई गाह्रो हुँदा मलाई गाह्रो हुन्छ हैन सबैले बाँच्न पाउनुपर्छ सबैको बाँच्ने अधिकार छ म भनिरहन्छु र दरबार सिद्धिनुमा पनि यही प्रकृतिले मासेर हो म त भन्छु म भनिन मलाई 3 टुक्रा मारेर बोरु बस तर मेरो देशका जनताले पनि दुःख पाउन् जनता भन्दा हामी सबैले दुःख नपाउन् तर मेरो देश बस्नुपर्छ क्या मेरो त हाम्रा पुर्खाहरूले एक भुर्को पानी खान नपाएर लडेका मरेका छन् नि आज यिनीहरूले सिमाना बेच्ने हैन र हजुरले प्रश्न गर्नुतिर म अन्त्यतिर गएँ है सरी किनभने यो दिव्य शक्तिले कहिले के गराउँछ के र थाहा हुँदैन र गोमामा पनि एकदम उहाँसँग एकदम ऊर्जा छ यो प्रकृतिको ऊर्जा छ यो ब्रह्माण्डबाटको झरेको ऊर्जा चाहिँ उहाँलाई पनि एउटा कृपा भएको छ हैन
र म कहिलेकाहीँ युट्युबमा मेरो त अब शक्तिपीठहरू जगाउन हिँड्नुपर्छ, म हेरेर पनि बस्न पाउँदिनँ। माको आदेश आउँछ, कहिले रुनुपर्छ, कहिले कराउनुपर्छ, कहिले कहाँ पुग्नुपर्छ थाहै छ हजुरहरूलाई। म यस्तो हेरेर जमघट गरेर बस्न मेरो कुनै संस्था पनि छैन, एक्लो छु। हजुरहरूको माया चाहिएको छ मलाई होइन। र अनि गोमामालाई चाहिँ कहिलेकाहीँ आकाशको उहाँको इन्टरभ्यू हेर्थेँ म। इन्टरभ्यू हेर्दाखेरि ओहो उहाँ चाहिँ सत्यमा हुनुहुन्छ। म यस्तै सत्यको खोजीमा थिएँ। र यो विश्व ब्रह्माण्ड अब हजुरलाई मैले आज यही मिडियाबाट भन्छु बाबु, विश्व नै अब शक्तिबाट चल्छ, बुझ्दैन? शक्तिबाटै चल्छ, शक्तिबाट विश्व, यो ब्रह्माण्ड विश्व शक्ति खोज्दै आउँछ। हजुरलाई एउटा कुरो भनौँ, अमेरिकामा अब अग्निको भए मारामार काटाकाट हुन्छ। अब यहाँ विश्व यो हाम्रो गोरख शक्ति गरेर त्यहाँ शान्ति गर्नुपर्छ होइन हो। त्यसै गरेर अनि गोमामामा, तपाईँमा, हामीमा सबै गोरख शक्ति जाग्यो, प्रकृतिको शक्ति जाग्यो। हाम्रो पनि केही लाग्छ त लाग्दैन, तर भगवानसँग यही प्रार्थना गरौँ सत्य शक्ति मध्ये जाऊ। नासाले पनि हिन्दुत्व खोज्न लागिसक्यो, अब हिन्दुत्वको पछाडि लाग्न लागिसकेको छ नासा पनि। तर हाम्रो देशका नेताहरू कसैले भन्छन् हिन्दू धर्म भने के हो भन्छन्, कसैले भन्छन् हिन्दू धर्म भने गलगाड हो भनेर भन्छन्। होइन धन्यवाद बाबु यो प्रश्नको लागि। हजुरले एकदम राम्रै प्रश्न गर्नुभयो। यो वैदिक सनातनमा नि सबै चिज छ। अहिले यो साइन्टिस्टले बिगारेको क्या, यो वैदिक सनातनलाई साइन्टिस्टले बिगार्यो। तपाईँले पृथ्वीमा पानी निस्किन्छ अनि साइन्टिस्ट लाग्छ यो कताबाट निस्क्यो, कसैले पाइप फिट गर्यो कि के फिट गर्यो कि भनेर खोतल्नतिर लाग्छ। अनि सत्य पनि त्यहाँ अलग हुन्छ क्या। यहाँ अब अग्नि निस्क्यो, अब यहाँ कसले केही फिट गराएको छ। यो जुन हाम्रो अहिले वैदिक सनातन यो ब्रह्माण्ड भूमण्डलको आज तस नस हुनु पनि साइन्टिस्ट नै हो पहिलो नम्बर, बुझ्नुभयो? अब साइन्टिस्टहरूले होइन कुनै पनि हाम्रो यो वैदिक सनातनलाई के भयो कसो भयो खोज तलास गरेर नै आज तपाईँले एउटा चिज दिन्छु, त्यो बाँधाले कोट्याउँदा गरेर सिधाइदिन्छ हो कि होइन? यो सानो एउटा घाउ पनि कोट्याउँदा ठुलो हुन्छ। अनि साइन्टिस्टले हाम्रो धर्महरूलाई एकदम विनाश गरेको छ क्या। साइन्टिस्ट पनि चाहिन्छ, विज्ञान पनि चाहिन्छ। विज्ञान भनेको यो वैदिक सनातन हो, बुझ्नुभयो न? हाम्रा भागवत गीताको किताब नि भागवत गीता त्यसमा सबै चिज छ। त्यो त 25 किलोको छ, कसले बेच्यो? खोइ ओरिजिनल चिज त यहाँ के पनि छैन, सबै बेचिसक्यो त होइन? अहिले अब अनिष्ट तपाईँहरू जस्ता धार्मिक व्यक्तित्वहरूले अनिष्टको सङ्केत दिइराख्नु भएको छ। एकदमै रक्तपात। त्यसै गरी अस्ति भर्खरै पशुपतिमा पनि पशुपति प्राङ्गणभित्रै पनि आग लाग्यो। त्यसलाई चाहिँ कसरी हेर्नु भएको छ त्यो घटना? अब धन्यवाद बाबु। यो म हजुरलाई आज यही मिडियामा के पनि भन्छु भने धर्म पनि अधर्म भएको छ क्या। धर्ममा यति लुटतन्त्र भएको छ, राजनीतिमा म त होइन, यो धर्ममा नै लुटतन्त्र भएको छ। पशुपतिनाथमा आगो लाग्नु, गुरु गोरखनाथको त्यहाँ रोडको कन्डामा आगो लाउनु भनेको नि यो महाअनिष्ट हो। हेर्नु विश्व विध्वंस हुन्छ। आजभन्दा 1 वर्ष धार्मिक व्यक्तित्वको एउटा आश्रममा पनि आगो लगाइएको छ त्यहाँनिर। अनि अनिष्ट हो कि यो विनाश हो भनेर सङ्केत देखाएको र त्यसलाई पनि जसले लगायो आफै लाग्यो होइन? भगवान्ले त तपाईँ हामीले भनिन यिनीहरूलाई त कानुनले जोगाउला, वकिलले जोगाउला, पुलिसले जोगाउला, तर वैदिक सनातनको जुन हाम्रो ब्रह्माण्डमा लागेको सीसी क्यामेरा कानुन हामी वैदिक सनातन भन्छ नि, विधिका विधान भनेको भगवान्को विधान झुल्किनुहुन्छ अस्ताउनुहुन्छ। अनि यही विधानलाई कोरकार पारेर श्रम गरे अनुसार श्रम जेला पायौँ हामीले होइन? अनि त्यही भएर विधानबाट चल्छ विश्व ब्रह्माण्ड। अनि यो अनिष्ट हुँदै जान्छ, जगाउँदै जानु छ। ए मनुष्य हो तिम्रो बसमा केही छ, जाग्ने जाग्दैन अनि सिद्धिन्छन् बाबु। यही हो। अब यो हामी आम जनता पनि जस्तै मान्नु अहिले विभिन्न किसिमका धर्महरू भित्र्याइएको छ, लोभ लालच देखाइएको छ, धर्म नै परिवर्तन गर्न लगाइएको छ। जस्तै आफ्नो बाउलाई बाउ नभनिकन अरूको बाउलाई बाउ भन्न थालेका छन्। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? यसलाई त झन् 1 नम्बरमा यो अहिले इन्डियाबाट आएका धर्म हेर्नुहोस्, यहाँ अमेरिकाबाट आएको धर्म अहिले त के अरे सच्चाइ त्यो स्लो पोइजन हो क्या। त्यो क्रिस्चियनै हो, क्रिस्चियन धर्म हो। यो इन्डियाबाट भित्रेको यो भएभरका तान्त्रिक मान्त्रिक टाउका जगाउने मुन्डा खेल्ने यी सबै विनाश हुँदैछन्। इन्डिया नै तस नस हुन्छ। म हजुरलाई धेर भन्दिनँ, यही 82 साल उताको 25 होइन, यही 25 मा इन्डियामा कति विध्वंस हुँदैछ। किनभने त्यो मरेको मान्छेलाईसम्म त्यसलाई शान्ति दिएनन् क्या। अन्त्येष्टि भनेपछि सिध्यो, त्यसका खोपडी निकालेका छन्, नचाछन्, त्यसका हात निकालेका छन्, गोली खेलेका छन्। यी तान्त्रिक इन्द्रजाल पनि सब विनाश हुँदैछन् बाबु।
हस्मा धेरै लामो टाइम भयो अलिकति हतार पनि छ भनेर भन्दै हुनुहुन्थ्यो अर्कोबाट तपाईँकै आश्रममा हामी आएर अलि लामो कुराहरू गर्नेछौँ अन्तिममा चाहिँ के छ तपाईँको अन्तिममा म के भन्न चाहन्छु भने विज्ञान भने वेद भनेको विज्ञान हो आज जति पनि एटम बमहरू बनेको छ नि गीता पढेर एटम बम बनाएको न्युक्लियर बम बनाएको गीता पढेर प्रेस एन्ड प्रेस थिच बनेको त्यसैले वेद भनेको विज्ञान हो होइन वेद सत्य छ विज्ञानमा असत्य हुन सक्छ वेद सत्य छ यो धर्मलाई मास्टर गरेको छ त्यसैले धर्म रक्षाको लागि प्रत्येक यस्ता नारीहरू खोइराहरू यो धरतीमा गोरखनाथ बाबाले गोरखकाली माताले यस्ता नारीहरू जन्म गरौँ र यो धर्मको रक्षा गरौँ यति नै भन्नु होइन म एउटा प्रश्न फेरि मलाई सोधिहालेँ मैले जस्तै हाम्रो यो तपाईँहरू एउटा भगवान्कै एउटा दोस्रो हो तपाईँहरू होइन तपाईँहरूलाई नै एउटा भगवान्ले बानी दिने फलाना ठाउँ पूजा गर्नै पर्ने फलाना ठाउँमा नाक बार्यो त्यो बारेमा तपाईँहरूलाई सताइ नै रहने अथवा तपाईँहरूलाई परीक्षा लिन खोजेका हुन् कि तपाईँ त एउटा नारी हो तपाईँलाई शासन दिने मान्छेहरू हुँदैन राज्यले हेर्दैन परीक्षा हो कि तपाईँहरूको बाध्यता यो हाम्रो बाध्यतै छ परीक्षा पनि हो एउटा किसिमले हजुरलाई के भन्छु भने यो सत्यलाई असत्यले हेर्दैन अहिले असत्यको राज छ असुरको राज छ क्या होइन सत्य त बिस्तारै उदय हुँदैछ नि त र पनि हजुरलाई कस्तो भने हजुरको कुलमा एकजना गल्ती गर्यो भने कुल वंशै नाश हुन्छ बुझ्नु न त्यसै गरेर एक दुईवटा शक्ति माले जगाइरहनु भएको छ देश त रक्षा गर्नु पर्यो हाम्रो नेपाली जनताले सुख पाउनु पर्यो सबै नेपाल आमाका सुपुत्रहरू त छन् नि कुपुत्र मात्रै त छैन नि त्यही भएर तपाईँ हामीमा देवी चढेर नाग चढेर जगाइरहनु भएको छ यहाँ नागै प्रकट हुने हो त मारिदिइहाल्छन् अनि हामी जस्तो शरीरमा आउने हो अनि बोल्ने हो अनि तपाईँलाई एउटा माला जप्यो भने पनि माथि पुगिन्छ पुग्दैन हो हामीले नि यिनीबाट पानी तान्दा त ढुङ्गो पत्थर त खिन्छ भने हामीले गरेको यत्रो चाहिँ कसो नलाग्ला त लाग्छ भने आशा गर्नु तर लाग्छ किनभने म पनि पहिला हामीलाई पनि बौला भन्थेँ क्या राजा आउँछ हिन्दू धर्म हुन्छ भन्दाखेरि कतिले राजा त भूतबाट आउँछ भन्थे ऊ अब अहिले घर घरमा कहाँ पुग्नु छ भूतै हो त होइन त्यही भएर समय सबै बलमान सबैले नै गर्दै जानुहुन्छ क्या तपाईँ हामी अधर्म नगरौँ धर्म गरौँ सबै भगवान्कै बस्न छोडिदिउँ यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद अर्कोबाट फेरि हस्